नमस्कार गाइजहरू। ल है त हाम्रो काँक्रा अब चाहिँ रेडी भइसकेको अवस्था छ। अब हजुरहरूलाई चाहिन्छ भने लोकल काँक्रा यसरी लागेको अर्ग्यानिक तरिकाले कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला। म सम्पर्क नम्बर पनि त्यहाँ कमेन्टमा पिन गरिदिउँला। कोहीलाई चाहिन्छ भने यता पर्वत फलेवासतिर कोही हुनुहुन्छ र काँक्रा खाने मन भएको साथीहरू कोही हुनुहुन्छ भने सम्पर्क गर्नुहोला। हामी बिस्तारै यो कस्तो हुन्छ भनेर चेक गर्दैछौँ। चेक गर्दाखेरि अब यत्तिका भएका छन् काँक्रा। कस्तो हुन्छ हेर्दै जाउँ। अब अरू पनि हुन्छन्। अहिलेलाई यति भइसकेको छन्। ल कोही हुनुहुन्छ र हजुरहरूलाई खाना आवश्यक छ भने सम्पर्क गर्नुहोला है त साथीहरू। ल हजुरहरूकोतिर के छ बुढो काँक्रा? यो कान्छी औँलीले अलि बढी सताइरहेको अवस्था छ यतातिर। हजुरहरूकोतिर के छ त्यसलाई रोक्ने केही उपायहरू छ भने पनि यसो जानकारी दिनु होला। काँक्रामा अहिलेको यो लौका, घिरिम्ला यिनीहरूमा एकदम कान्छी औँलीले सताएर एकदमै हुने छ। अनि यो काँक्रा मर्ने पनि समस्या देखा परेको छ। त्यसो हुँदा हजुरहरूकोतिर केही त्यस्तो सुझाव सल्लाह केही छ र हजुरहरूले गरेर त्यहाँबाट भएको केही छ भने हामीलाई पनि जानकारी दिनु होला। कमेन्ट छोडिदिनु होला। कमेन्टमा छोडिदिएपछि अब म हेरेर अनि त्यसको के रहेछ त्यो बुझेर अनि हजुरहरूले जानेको त्यसअनुसार सुझाव सल्लाह अनुसार गर्दा राम्रो हुन्छ भने पनि म गर्ने छु। हस् त साथीहरू, सबैलाई हेरिदिनु होला, भिडियो सेयर गरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। हस्।